गाइस स्वागत छ फेरि पनि धेरै समय बाद म मेरो फेसबुक पेजमा आइरहेको छु हैन। अन्त आज चाहिँ 14 मार्च हो। म र सागर भाइ छु, भाइसँग सिङदाममा भेटेर आएको नाम्चीमा हैन। अहिले चाहिँ म ड्राइभ गर्दै बोल्दैछु। किन आज मैले भ्लग गरेँ भन्दाखेरि चाहिँ आज चाहिँ म घर जाँदैछु, सरप्राइज कसैलाई याद छैन। अन्त घरमा मम्मी बहिनी सधैँ हुनुहुन्छ हैन। ठुलो नाना र साइली नाना आइरहनु भएको छ, त्यही भएर यसो फ्यामिलीसँग टाइम स्पेन्ड गरौँ भनेर। त्यहाँदेखि भोलि आज फ्राइडे पनि छुट्टी थियो, सिङताम सेवा गएकोले गर्दा बिजी भइगयो हैन। क्लास अफ गरौँ न पहिला, त्यहाँदेखि चाहिँ बोल्नु पऱ्यो। अब चाहिँ नोइस आउँदैन नि त। अन्त सिङताम सेवा गएले बिजी भयो, अन्त भोलि र पर्सि छुट्टी छ। अन्त सन्डे उतै चर्च बस्छु भनेर म घर जाँदैछु अहिले चाहिँ। त्यही भएर सागर भाइलाई पनि साथी लिएर आएको। अन्त उसलाई पनि धेरै समय बादमा भेटेको। कस्तो फिल हुँदैछ भाइ? हामी सन्दीपको बिहामा भेटेको है लास्ट, त्यहाँदेखि त्यो बिहामा भेटेर मजा आउँदैछ भाइसँग। र आजको सरप्राइज हेर्नुहोस् ल। अन्त फ्यामिलीसँग मजा आउँछ। अस्ति भाइको बर्थडेमा पनि बाङ्गाले बोलाउनु हुँदै थियो, अन्त त्यतिकै म आउँदिनँ भने हो, आउनु पाउँदिनँ होला भने, तर गएको भए चाहिँ हुँदैछ। भाइहरू पनि भेट्छु, छिमाहरू पनि भेट्छु, अन्त फ्यामिलीसँग मजा आइहाल्छ। दुईवटा कुकुर पनि छ। अहिले चाहिँ हामी अन द वे। फिलहाल चाहिँ हामी यो भर्खर रक गार्डन मात्रै पुग्दैछौँ होइन, भर्खर हिँडेको। यस्तो छ वान ह्यान्ड ड्राइभ। अन्त बेसी लामो पनि भिडियो नगरौँ होला। अन्त अरूभन्दा पनि म आज नै भिडियो एन्ड गर्नु पनि सक्छु, आज नै गर्नु सक्दिनँ पनि होइन। त्यो भरे गएर मात्रै हुन्छ, बा भोलिसम्म म एन्ड गर्छु। सोचिरहेको छु, प्लानिङमा चल्यो भने त राम्रै हुन्छ होइन। प्लान सक्सेस भयो भने, नत्र चाहिँ त्यही हो, यसरी गाडी आउँछ नि त। गाइस यहाँ आइदियो भने हामी चाहिँ यहाँ दामथाङ यता आइरहेको छौँ होइन। भाइ यहाँ हाम्रो खाजा मोमो, यहाँ परोठा बनिँदैछ। अब एकछिनबाट यसको हेर्नु नि, यसको चाहिँ खुट्टा ए सरी सानोदेखि नै यस्तै थियो, यस्तो गर्दै गरेर चाहिँ अहिले चाहिँ होइन। यो मैले यत्रो भन्दा दिएको, यत्रो अहिले यत्रो भइसक्यो। गाइस यो चाहिँ हाम्रो खाजा आइसक्यो, चिकन मोमो होइन। आज्ञाकोमा अलवेज है आज्ञा। अन्त एभ्री टाइम म फेरि नयाँ कस्टमर आउँछ नि यसरी आगे छ। अझै एकदम दामी पाउँछ र चाहिँ मोमो खुवाइ हुँदैछ यसरी। पराठा पनि बनिँदैछ त्यहाँ हाम्रो। मोमो सक्यो होइन, यहाँ पराठा आइरहेछ चिजसँग। पिज्जा जस्तो देख्यो होला होइन, तर यो पराठै हो। ए यस्तो गर्नुपर्छ। खाजा खुवाइयो छ पारा। रिसिभ गर्नुहोस् भाइ। सुप पनि दामी छ यहाँ सरी। घरमा चाहिँ आज दामी हुने भयो सर्व पराइसे। गाइस अहिलेसम्म चाहिँ हामी यहाँ थियो आज्ञाकोमा हो। एकदम राम्रो खाजा खायौँ, हस्पिटालिटी एकदम राम्रो छ आज्ञाको। अब भन्नेलाई चाहिँ हामी यहाँबाट जान्छौँ। अलमोस्ट 5:45 भइसक्यो टाइम त्यहाँनिर। टक्कै बेगेर हाल्यो हो, यसरी निकाल्नुपर्छ गाडी भनेर के सिकाइरहनु। मजा आयो भाइ यहाँ आज्ञाकोमा, एकदम मजाको हुनुहुन्छ नि। हुन्छ एकदम राम्रो हुनुहुन्छ आज्ञा होइन। दुईवटा चिया फ्री गरिदिनु भयो। अस्ति पनि मलाई चियाको पैसा दिनु भएन हो। अन्त कोही बेला खाजाको पनि दिनुहुन्न, अप्ठ्यारो लाग्छ। तर पनि केही छैन, थ्याङ्क यू आज्ञालाई पनि। हेर्नु हुँदैछ भने आउँदै गर्छौँ हामी। र भर्खर म चाहिँ दामथाङ पुग्दैछु गाइस। ल गाइस म मात्रै पुगेको गाडीमा, यहाँ त यहीँ आइपुगेछ काली एक्लै आइस। विलरलाई त छोडेको छैन रहेछ नि भनेपछि होइन काली। ए रेस्पेक्टेड काली, कम हेर बेटा। कस्तो लाग्यो तँलाई? विलो पनि रहेछ ए। नो यो त भित्रै पस्छु नि, म झरिहाल्छु लस भाइ। एकछिन विलो के गरेको? बाहिर निस्क्यो विलो। सानो देखेन हौ गाडी मैला बनाइदियो नि, अब के गर्नु। हेलो माई डगी।
मैले देखाउनु जस्तो बनाइदिएन अहिले चाहिँ है त अलि यो ल कति भएको थियो 1 महिना आफ्टर 1 मन्थ हामी भेटेको आम्मा के मजा है 1 बाट देखाउनु नि भाइ 1 बाटै छ हेर्नु नि आइज बुलो आइज आइज खुसी खुसी एकदम भिजेछ नि यो त लोप्पा एकदमै मैले गाडी चाहिँ यहाँ राखेको हो यहाँनिर रोडको त्यहाँनिर किनकि त्यहाँ मेरो गाडी राख्नेमा चाहिँ के भयो क्यामेरा त यहाँ मेरो गाडी राख्नेमा चाहिँ कसैको राखेको रहेछ नो प्रब्लम काली र उला त यहीँ आइपुगेछ नि लुगा मैले भने यो गाडी राखेको रहेछ मेरो सिटमा चाहिँ केही छैन ल अहिले भनेलाई चाहिँ हामी नस्पति गोलाइबाट मेरो गाडी राख्ने गोलाइ चाहिँ नस्पति गोलाइ भन्छ होइन माई भिलेजर्स नोस् अन्त बाहिरको भ्युवर्सहरूलाई याद छैन नि त त्यहाँबाट हामी जाँदैछौँ घर कुकुरहरू त मैले बाटोमै भेटेँ अब के हुन्छ घरमा होप सबैजना घरमै होस् भनेर सो गाइस भाइ आउन फाइनली म घर आइपुगेँ सबै चाहिँ होला हेलो कसरी आएको थियो म आएको भनेर नो रिएक्सन मम्मी छोरा घरमा छ नो रिएक्सन नो रिएक्सन सरप्राइज दिने आएको खुसी कस्तो न हिजो त्यो उयस स्टेटसमा भएको लुगा अब धुनु आएको के हो मम्मी यत्रो टाढाबाट सरप्राइज आएको नो रिएक्सन नो माया एन्ड अल तर्सिदिनु देखेँ यहाँ देखाउनु नि भन्दा पप्पी गरौँ न कति भएको थियो नभेटेको म कस्तो थियो भने सफै थियो तिमीहरूको भन्दा सरप्राइज दिने वाउ मैले ब्रस चाहिँ अलिअलि किनिसकिनँ नि उयो नभएर कि आसमा बसेको कहिले मिठाई ल्याइदिँदैन यो चाहिँ मैले आज सिङदाममा त्यो उयो अगाडि बोलेर पाएँ चर्चमा ल आमा खानु ए ऊ भाइ पो रहेछ अगाडि बोलेर होइन हौ मतलब त्यो सोधेको थिएँ कि कसको के हो भनेर हो त्यो मम्मीलाई छिमालाई हो अबे सबैलाई मिठाई ल्याइदिएछ यसले कसो गर्दा अन्त त यहाँ चाहिँ भन्दैछु त 24 गरी नै छ यहाँ न अगाडि हात चाहिँ दिइहाल्न वाट अ सरप्राइज थ्याङ्क यू सो मच ओए मैले पो हात अगाडि लगेको त तँलाई ल धन्यवाद यो भाइलाई प्रयानले हिजो सोध्दै थियो बुबु होइन बुबु कहाँ छ भन्दै थियो ज्ञान नाम्चीमै छ भन्दै थियो जोसेफामा भर्खर आइपुगेछ मिठाई ल्याइदिएको छ हामीलाई हेलो भानिस जयमसी कस्तो लाग्यो मेरो सरप्राइज खाना पाक्यो किन नबनाएको के खायो हामीले त रोटी खायो नि रोटी आलुदम ल गाइस घर पनि आइपुगेँ यहाँ आमा भेटेर खुसी अन्त बहिनी भेटेर अन्त कस्तो भएछ के भयो आमाको अहिले म कल गर्छु एक्जाम कस्तो भयो बहिनीको तपाईँहरू ल तँ गाडी लिएर आएको भोलि सबै हस्पिटल जाने सल्लाह छ त के भयो ओ मम्मी बहिनी चस्मा फेर्नु यसको ग्यास्ट्रिकको डक्टर कुन हस्पिटल जाउँ न अन्त होइन सर्भिस गाडीमा जानु ल स्कुल जान्छ हो ड्युटीबाट आएर मात्रै ल ल खेल्दै गर्नुहोस् ल म तल घरमा खान्छु सो हाउ यु फिलिङ मलाई भेटेर ल कसरी
लगाएको थियौँ होइन हामी 10 रुपियाँ खेल्यौँ 50 रुपियाँ खेल्यो भने पनि त्यसो यसलाई बेक गर्न कति 200 रुपियाँ पाएको नि खै बिटिङ चाहिँ देखाउनु जान न यहाँ छ अबै आज तेरो कोठाको त्यो मगको लागि पो सबै बहिनी जाँदै रहेछ तिनजना यस्तो बोर्ड हालेर चाहिँ नखेलिदिनु है ल भाइ तँ चाहिँ के किन्न त हाँसेको त्यो उयो हात हटा त दाँत मात्रै देखा त अब हाँस त हात हटा त बोट हालेको अरे कहाँ मै खेल्छु नि अन्त त्योभन्दा त म खेल्दिनँ तपाईँहरू खेल्न बोट मात्रै देखाउनु खोजेको ल मजा आयो ऊ मात्रै हुने चाहिँ मेरो बाउ हो उहाँको पोइ उहाँको बोयफ्रेन्ड होइन यो फ्लास परिहाल्छ नि होइन नि जोडीहरू फुपा मुमा आमा पापा एन्ड देयर प्रोडक्ट आमालाई माग्नै अब किन यस्तो हुन्छ नि म यही भएर ल्याउँदिनँ क्या घरमा फर द फर्स्ट टाइम होला मैले पहिला पनि लिएको त हौ अन्त घरमा यसरी मिठाई ल्याउँदा चाहिँ यस्तो गरेर पुग्दैन नि यिनीहरूलाई बिटिङ चाहिँ मजा लाग्यो देवी थान गएको थियो आज फ्यामिलीहरू सबै रेस्क्यु टिप्नु पनि आउनु भयो अब चाहिँ पुरा गनाउँछ यो अघि बिहान यति थाप्रो दुध लादी सोराएको छ कि यसलाई म यो त काली हो काली यो त कस्तो खुसी हुन्छ यो अस्ति छातीमा झुन्ड्यो कि 3 मुङ्रो ल्याइदिएको 2 दिन घर आएन कति मुङ्रो अरे नगर्नै त्यसो ल होइन बिहान नयाँ स्वेटर त बुनेको स्वेटर ल्याएर स्कुल गएको थिएँ यसले चाहिँ मलाई देखेन कि क्या हो बेलुका आएर चाहिँ टिफिन बक्स पर राख्नु पर्यो पानीहरू भनेर चाहिँ गएको थिएँ कि उहाँ पेटीमा सुतिरहेको रहेछ कि त्यो पनि तर्स्यो म पनि तर्सेँ मलाई त डाइरेक्ट आयो नि छातीमा यहाँ झन्डै झुन्ड्यो यसले तपाईँलाई झन् टोकेको यहीँ आइगयो म त झनै लडी गएँ यहाँबाट ओह्रालो कि मेरो पाले चाहिँ झोला राखेर चाहिँ लुगा कुट्ने मोग्रो चाहिँ लुगा आइज उपर गएर पुर्लुक्क लडे यसो गरेर तिनायो बिचारा ओह्रालो गयो काली मुङ्रो खाइस् आमाकोबाट 2 दिन घर आएन अहिले मात्रै फेरि आउँछ यहाँ खोजेको काली यहाँ नपै पसेको काली बाहिर जा नगर्नु नि छुट्टी सारा लाएर त नकिन हौ आइज A few moments later. अन्त प्रयान कहाँबाट भनेको कि यस्तो कोल्टे भएर चाहिँ सानो स्पिड कुदिदिएँ गफ मात्रै सुन्नु नि यसको तिनजना भुइँमा माछा सुत्दैछ म त्यहाँ सुत्छु होइन अन्त म चाहिँ अहिले तल्लो घर जानु आँटेको के भयो एचओडीलाई हजुर ए म चाहिँ तल्लो घर जानु आँटेको बाङ्गासीमा आइपुगेछ अब खाना खान्छु त्यहाँ गएर होइन यहाँ त रोटी के रोटी पोलेको थियो है राख्दैन रहेछ आज दिन मासु खोल्यो त साँच्ची भोलि मासु भयो हुन्छ आज मैले नाम चाहिँ थियो च्याउ लाइट मारिदिनु भन्दै थियो हाम्रो जेठी नाना माइली नाना इज नोट हियर हो साइली त्यहाँदेखि म त्यहाँदेखि कान्छी रोजीले मजा छ है तिमीहरूलाई भन्छ फोन गरेर हिजो त अस्ति त फोन गर्दै उज्यालोमा मात्रै अँधेर अन्त देख्दैन नि चा मेरो ब्याट्री नभयो ल गएको म लगाइस् मेरो ब्याट्री 10% मात्रै भयो हो अब तल्लो घर गएर चार्ज गर्छु ला मेरो चप्पल एउटा हराइछ नि जयमसी बहिनी म भर्खर आएको त बहिनी भर्खर एकदम कहाँबाट आएको आमा ए मेरो चप्पल छैन है ल कुकुरले बोक्यो यस्तो गर्छ कि मेरो कुकुरले चाहिँ विलो चप्पल दिनु नि
चप्पल हेर्नु नि गाइस एउटै मात्रै छ कहाँ पुऱ्यायो होला चार्ज पनि छैन हेर्नु यस्तो भइरहेछ है ल एउटै मात्रै छ चप्पल चाहिँ मेरो त चप्पल त कहाँ पुऱ्यायो चार्ज नभएको बेलामा त नि अब यो चाहिँ भाइको लागि प्रतीक्षाको लागि बहिनी यो छुर्पी छिमाको लागि हो भाङले पनि केही बाटी खान्छ होला यो चप्पल लिएर गइरहेको छु नानाको हो कि बहिनी नानाको होला मेरो चप्पल हरायो चार्ज पनि छैन थाम्छ कि थाम्दैन विलो गिभ मी माई चप्पल ए यहाँ ल्याइपुऱ्याउनु भएको रहेछ नि चप्पल चाहिँ विलोले एउटा घरमै छ के भन्दैछ भनेर हेलो भाइ छिमा सुत्नु भएको हेलो भाइ के गरेको चिन्यो टिकट कतिखेर आइपुग्यो भाइ चाहिँ अघि आएको त के भन्नुपर्छ हौ छिमालाई खै बहिनी बहिनी तलै थियो सकाउँदै थियो प्रतीक्षाले सेवाबाट आएको नि त भाइ भेट्न आएको पल्लोपट्टि चाहिँ को छ हौ कहाँ मात्रै त्यो यो केक होला हो 10 रुपियाँ गोटाको यो जुस ल सेवाबाट आएको नि त हामी आएर नदेखेको है बाङा नदेखेको है म अघि आएको त भाइ भेट्नु आएको ल गाउँदै गर्नै छिमा खाना छ खाना मान त छ नि माम खान्छु ल सब्जी अलिकति थियो होला उयो म खानु पऱ्यो माथि पकाइन रहेछौ रोटी पकाएको थियो नि त हेलो एभ्री वान फेरि पनि यो नेक्स्ट मर्निङ म भ्लग गर्दैछु होइन मर्निङ भन्दा पनि आफ्टरनुन एबाउट टु बी आफ्टरनुन होइन अन्त अहिले चाहिँ म उठेर रेडी सेडी भएर खानाहरू खाएर सिङदाम जानु आँटेको हामी फ्यामिली नै अनि यहाँ ठुलो नाना हुनुहुन्छ हामी रेडी भइसक्यौँ बिहानै भ्लग गर्दै थिएँ आफ्नो च्यानलमा होइन अन्त यहाँ बहिनी कान्छी बहिनी म छु अलिक सेतो निकाल्नु पऱ्यो यहाँ साइली हेलो भन्दै बिहानै खै मम्मी मम्मी चाहिँ अघिदेखि चाहिँ मलाई उयो गर्दै हो अहिले आफै यस्तो छ हाम्रो चाहिँ र अब एउटा हिँड्नु आँटेको अनि आजको भ्लग चाहिँ म सायदै कन्टिन्यू गर्दिनँ किनकि साइलीले पनि नाना भ्लग गर्दैछ है त सबैको छ सबैले आज भ्लग गर्दै रहेछ हो मैले चाहिँ अन्त हिजो आएको थिएँ र आज मम्मी मात्रै हो भ्लग नगर्ने एन्ड गर्दैछु त्यही भएर आमासँग चाहिँ म कहिले रिसाउँछु कस्तो कुरा गर्छौ र गाइस हेर्दै गर्नुहोस् हेर्दै गर्नुहोस् अरे सरी फर एभ्रिथिङ होइन भ्लग नगरेको नि के भएर चाहिँ म के भएको कन्फ्युज भएको हो बोल्नु के बोल्नु हुँदैछ नाना भ्लग बेसी नगरेर फेसबुक पेजमा छ कि युट्युबमा म त्यो फेसबुकमा दुईवटा च्यानल चलाउँछ त्यस्तै हुन्छ नि एउटा मात्रै चलाउनु पर्दैन ल गाइस अब आजको लागि यति नै हो हिजो आएको त्यस्तै भएको राखेको आजलाई गुड नाइट एभ्री वान इज भ्लगिङ बिहाइन्ड मी होइन एक्सेप्ट मम्मी यो चाहिँ हाँसेको देखेर चाहिँ तँ चाहिँ कसो गर्नुपर्छ अरे यसमा ब्युटिफुल मम्मी ठुलो नाना जानु 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 नि तेरो फोनमा सारा हामी काली निक्लिनु है नखोइ आइफोनमा आउनु पर्यो फिल प्राउड ल गाइस मैले भिडियो चाहिँ खास अघि एन्ड गरेको कि तर यहाँ सबैले भ्लग गरेको देखाएको नि सबैजना युट्युबरहरू मात्रै छ होइन भ्लगरहरू त्यही भएर चाहिँ देखाइदिएको हामी यहाँ हुने 4 जनाको चाहिँ लाइनले छ है च्यानल आमाको छैन मैले नानाको छैन आज रोजीको छैन